दिदी नमस्ते। नमस्कार। आराम हुनुहुन्छ? एकदम आराम छु। हजुरलाई कस्तो छ? तपाईँ आराम भएपछि म त्यत्तिकै आराम हुनु। कस्तो आराम? अनि के कस्तो चल्दैछ सुनाउनु? एकदमै म व्यस्त हुन मन पराउने मान्छे। स्वस्थ छु, व्यस्त छु, मस्त छु। स्वस्थ व्यस्त मात्र होइन, मस्त पनि छु। अलिक त्यो रेन्जमा एउटा दुईटा तीनटा पहिलो दोस्रो तेस्रो भन्नु पर्दाखेरि चाहिँ आवाज चाहिँ गइरहेको छैन है फेरि? मस्त छु। पहिलो कुरा मस्त छु, त्यसपछि व्यस्त छु। व्यस्त छु अनि स्वस्थ चाहिँ अन्तिममा छु। किनभने धेरै व्यस्तताले गर्दाखेरि शरीरले कहिलेकाहीँ आराम खोजिरहेको हुन्छ। यो तिनटालाई तिनटा श्रेणीमा राख्नुभयो नि? के कारण चाहिँ मस्त छु पहिलो नम्बरमा आयो? मस्त किन छु भने म कामलाई इन्जोय गर्ने मान्छे। मान्छेलाई चाहिँ मान्छेको साथ, मान्छेसँग भेटघाट गर्न, कुराकानी गर्न रमाउने मान्छे। अनि काम चाहिँ मेरो राम हो कि, त्यही भएर पनि काम नै राम भएपछि त मस्त भइहाल्यो। रमाउन सक्छु मलाई जुनसुकै परिस्थितिमा पनि रमाउन सक्छु म। अनि स्वस्थ छु चाहिँ किन लास्टमा आयो? स्वस्थ छु चाहिँ यो व्यस्तताले अलिकति कहिलेकाहीँ शरीरको धर्म फरक हुँदो रहेछ। अनि कहिलेकाहीँ होइन ससेतलाई आराम पनि चाहिएको छ भन्छ, त्यस्तो अरू त केही पनि होइन। आरामको माग चाहिँ कहिलेकाहीँ शरीरले गर्छ। बिचमा कुन पर्यो? बिचमा त व्यस्तता नै पर्यो। कतिको व्यस्त हुनुहुन्छ? धेरै नै व्यस्त छु, धेरै व्यस्त छु। दिनको 18 घण्टा काम गरेको हुन्छु। मेरो लागि चाहिँ त्यो व्यस्तता नै हो। अनि बाँकी समयको आरामले पुग्छ? बाँकी समय पनि पुरै आराम त गरिँदैन। जब घर प्रवेश गरिन्छ, घर प्रवेश गरेपछि फरक भूमिका निर्वाह हुन्छ। त्यो चाहिँ व्यस्ततामा परेको परेन? त्यो व्यस्ततामा राख्दिनँ म त्यसलाई। घरको काम चाहिँ कस्तो लाग्छ भने जिम्मेवारी, सहज आनन्द। फेरि घरका जो आमा बुवा हुनुहुन्छ, जो आफ्ना आफन्त हुनुहुन्छ, उहाँहरूलाई जुन सेवा गर्नुको आनन्द छ, साक्षात् भगवान्लाई सेवा गरे जस्तै लाग्छ। त्यसलाई म व्यस्ततामा राख्दिनँ। त्यो सामान्य जीवन छ, दिनचर्या हो मेरो त्यो। अनि